सम्मानीय सभामुख महोदय, यो देशमा के भइरहेछ म बुझ्न सकिरहेको छैन। खास गरी जुन दलितको माथि अत्याचारको, महिला माथि अत्याचारको श्रृङ्खलाबद्ध भइरहेछ कि सरकार, यही सरकारको पलामेत्रो किन भइरहेछ, या मध्य प्रदेशको सरकार पनि किन त्यसको लागि बोलिरहेको छैन? खालि सत्ताको बाँडफाँड हो कि जनताको न्यायको? म केही इक्जाम्पल मात्र राख्न चाहन्छु। कुरा मात्र त्यहाँ सिराहाको अरीको घटना मात्र होइन, त्यस्ता सैकड़ों घटना प्रतिनिधि पात्र छ। सिराहाको अरीको घटना त सञ्चार माध्यममा आएछ, त्यस कारणले हाम्रो माननीय सांसदजीहरूको पनि ध्यान गएछ। यस्ता सैकड़ों घटना जो कहिले पनि आउँदैन सञ्चारमा, गाउँमै पिटिन्छ, गाउँमा त्यहाँ पुलिस पनि उसैमाथि जाति गर्छ। म केही उदाहरण राख्न चाहन्छु जो सञ्चार माध्यममा आउन सकेन। पहिला सिराहाको घटना आउँछ। सिराहाको अरूको 5 को दलित दीपक मलिक डोम र श्रीमती अनिता मलिक डोमलाई को घरलाई जसरी डोजरले हटाएर गाउँपालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरङ्गी बाबा र पूर्व वडाध्यक्ष दिलीप यादवले गर्यो, र त्यति मात्र घर त हटाए, माटो पनि अछुत भएछ, त माटो पनि खनेर हटायो कि यो यहाँ जग्गा गर्न मिल्दैन। त्यो तिनटालाई अविलम्ब सरकारले अरेस्ट गरेर कारवाही गर्नुपर्छ। यो सरकार दलित विरोधी मानिन्छ यदि गरेन भने। यो सरकार महिला मधेस विरोधी त छँदैछ, नीतिहरूमा देखिराखिन्छ। त्यसकारण दोस्रो, मौतरीको सुरमा गाउँपालिकाको वडा नम्बर 5 खैरबानीमा रामरतनको छोरा रोहित महरालाई पनि त्यहाँ कुटपिट गरिन्छ। गौशाला थानामा गएर पञ्चायती हुन्छ, त पुलिस केही गर्दैन। के यो देश जसको लाठी त्यसको भैँसको दिशामा गइरहेछ? जो बलिया छ त्यो मात्र समाजमा बस्ने, यो देशमा बस्ने, यो संविधानको त त्यस्तो कुनै प्रावधान छैन। संविधान सबैलाई समानताको अधिकार दिएको छ। तेस्रो, सर्लाहीकै दुईटा घटना पनि मेन्सन गर्न चाहन्छु। राजीव बसवरिया, सर्लाहीको बसवरिया गाउँपालिकाको राजीव पासवानको हत्या हुन्छ, पुलिस केही गर्दैन। सर्लाहीकै सत्येन्द्र